हेलो एभ्रिवान, आज चाहिँ हाम्रो सेकेन्ड डे सुट हो। अनि सरी मैले फर्स्ट डेको त बनाएकै छैन, बनाउन भ्याइन, काममा यति बिजी भइगयो नि। अब आज हाम्रो सेकेन्ड डे सुट हो। हिजो पनि हामी यहीँ आएको थियौँ, आज पनि यहीँ आएको छौँ। अब ढिला भइसकेको छ, हाम्रो गर्ल्सहरू रेडी भइसके। गर्ल्सहरू आइरहन्। ल अगाडि कति बजी उठेको हामी थाहा? 5 बजे। 2 दिनदेखि 5 बजे उठिरहेको छौँ। कति गाह्रो भइरहेछ नि, हामीलाई मात्रै थाहा। त्यो स्ट्रगलको फल आएन भने फेरि जानेछु मैले। यति राजवीरले जानेछ होइन नानी? पानवाली खै ओ पानवालीलाई हेर ल। पानवाली कसले चिन्नुहुन्छ पानवालीलाई? पानवाली आज हामी सेकेन्ड डे सुटमा छौँ होइन दादा? आज हाम्रो सेकेन्ड डे हो। आज सक्ने कोसिस छ, सकेन भने भोलि बिहान सक्छ है। सकाउने के है दादा? ओके। यहाँलाई त सबैले चिन्नुहुन्छ होला नि, हाम्रो एके सर। यहाँ चाहिँ नि यो गीतको सिङ्गर हुनुहुन्छ। सर यो सङको टाइटल चाहिँ के गरे? म बिर्सेँ। यो सङको टाइटल चाहिँ तुहिन सोच के। ल तुहिन सोच के अब छिट्टै आउँदैछ, चाँडै नै आउँदैछ भनौँ। ल हेरेर माया गरिदिनु होला। Ready? Camera. 5, 6, 7, go. हेलो गाइज, चिन्डोरिउ के हुइटिङ? पानवाली पान गिरा देऊ न देख्थो। तोरी बारीमा छौँ, तोरी बारीमा। तोरी खान्देऊ पिट्लाम दादा ल जाउँ। का बहाल खबर तोरी बारीमा? अब शूट के लास्ट में बाटी हमरा। अब फोटो शूट हुई बा कवर के लागी, ठीक बा? और पोज भाई अनि अलिक लग्गे आऊ न। अठे आओ एक जाने 5-6 जाओ, एक जाने थोड़े और आगे। तू यहाँ आओ आगे, तो थोड़े से आगे हो। तू आगे आओ, तू थोड़े से आगे हो। सीहा लौंडा ते फर्स्ट ही हेरा का खड़े हो गए। ले दादा, हमार दादा खूब सिखाई थी ना सीन करना कैसा। गाइजहरु ल अब हामी भिडियोको अन्तिम चरणमा छ। यार हेरो यार, अब साँझ पनि भइसकेछ। एउटा सिक्वेन्स चाहिने नदीमा गर्ने रे, कहाँ गर्ने थाहा छैन। आज पनि भ्याउँछ कि भ्याउँदैन। कसिन बा गाइस, मजा आइदा? ल फोटो खिच्दियौ। ल के भन्न चाहन्छौ? हाम्रो सङ चाँडै नै आउँदैछ, थारू सङ। सबैजना माया गरिदिनु होला। त्यही सोचके मल्टिप्लेयर आउँदैछ, सबैजना वेटिङमा बस्नु होला। एकदमै राम्रो लिएर आउँदैछ। ल केटीहरु गरिदिनु होला। स्पेशल है त, स्पेशल गीत ले पानवाली खै। ल गाइस, हामीहरु मल्टी फ्रम
मल्टिफ्रेम टिम कता कता हुनुहुन्छ हामी यतै छौँ ल मल्टिफ्रेम यस्तो कन्डिसनमा टिकटक बनाइदिनुहुन्छ सँगसँगै मुजी फेर्दिनु कस्तो क्लियर आइरहेछ ब्याकअपको लागि वेट गर्दैछु म मेकअप आर्टिस्टलाई फाइनली गाइज ब्याकअप भइसकेछ अब एनाउन्स गर्न बाँकी छ आजको दिन भ्याउँदैन भनेर सोचेको थियौँ तर भ्यायो आज घर जान पाउँछ हामीहरू 2 दिनदेखि यही छौँ अब एनाउन्स हुन्छ गाइज ल ल ठिक छ गाइज के अरे यो टुहिन सोच के सायद है म बिर्से टाइटल तर अब छिटै आउँछ मल्टिफ्रेम च्यानलबाट अनि हेरेर साथ सपोर्ट माया गरिदिनु होला किनकि हामीलाई भिडियो बनाउन पनि एकदम टाइम लाग्छ मेहनत लाग्छ हैन त्यही भएर माया गरिदिनु होला बाई अब अर्को नेक्स्ट भिडियो आयो भने नेक्स्ट भिडियो फेरि टाइम भएपछि भिडियो बनाउँछु